वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ हजुरलाई मेरो न्यू भिडियोमा। अनि म चाहिँ भिडियो आज मर्निङबाट सुरु गरेछु किनभने हामी चाहिँ मन्दिर जान लाग्यो। म चेसा अनि चेसाको साथीहरू अनि हामी चाहिँ मन्दिर जान लाग्यो। अब रेडी भइसक्यो गाइज। अब हामी घर निस्किनु लाग्यो। हजुरहरूलाई मन्दिरमा गएर भेट्ने छु। स्टे ट्युन गाइज। हामी ढिलो भइसक्यो। मोमोहरू चाहिँ एकदम पुरै थियो। हाई गरेन जब हामी चाहिँ मन्दिरको लागि सामानहरू लिन लाग्यो। सामान लिइसक्यो अनि अब हामी चाहिँ मन्दिर लाग्छु। अब गइसक्यो। हामी चाहिँ अलिक ढिलो भएर सामान लिँदै ग्रेसीलाई पनि लिएर गयो। ग्रेसी खै बोक्न सकिसकेन हो ग्रेसी। बिन्दुवासिनी मन्दिर एकदम जानु मन लाग्थ्यो, इच्छुक थियो, रहर थियो भगवानलाई जिउ गर्ने। आज चाहिँ त्यो रहर पनि पुरा भयो। हामी चाहिँ जाँदैछु। अब चाहिँ हामी बिन्दुवासिनीको भर्याङ चढ्न सुरु गर्छौँ। गाइस फाइनली हामी आइसक्यो मन्दिर। भएर लाइन एकदम लामो छ अनि हामी लाइनमा बस्ने सुरु गरिसक्यो। हाई ग्रेसी। ग्रेसी पनि फर्स्ट टाइममा है। ओइ The rock of लाइनमा पनि ओइ ना Kailas, सबैजना चाहिँ लाइन खुल्दै तीनजना चाहिँ गफान्दै दुईजना बेसी हेरेन। ओइ ओइ हाई हाई गर्ने पनि बोक्ने रे यहाँ लिएर आऊ। भित्रको लागि हाम्रो पालो आउन लागिसक्यो। यति पछि हाम्रो पालो आउन लागिसक्यो। भित्र चाहिँ फोटो खिच्न अरे। अब हामी तपाईँलाई पूजा गर्ने बेला भेट्नेछु। भित्र पूजा गरेर अनि यहाँ बाजेसँग टिका लाउने, टिका र प्रसाद दुईवटा मोमोको पालो। अब कस्तो लाग्यो मन्दिर आएर फर्स्ट टाइम? हामी 4 जना टिका लगाइसक्यो। अब 2 जना मोमोको पालो भित्र दर्शन गरेर आयो। अब हामी चाहिँ सबैजना धुप जलाउँछु गाइस। अब हामी सबैजना धुप जलाउन रेडी। ग्रेसी पनि पूजा गर्ने रे, धुप जलाउने रे। ल चलाऊ तिमी गर। चेस बोलो सुरु गर पूजा गर्ने। यहीँबाट
हामी सबैजना धुप जलाइसक्यो अब हामी सबैजना नरिवल फुटाउन जाने हो ल होइन दुईजना हो मिठाई खाने मान्छे मेसरी पर्छ खाने पछाडि चाहिँ एकदम राम्रो छ फोटो खिच्नको लागि ठाउँहरू फुलहरू एकदम राम्रो फुलेछ हेर्नुहोस् फुल पहिला नरिवल फुटाउने ठाउँमा आइपुग्यो अब हामी चाहिँ पालो पालो गरेर नरिवल फुटाउँछौँ ए याद पिता अम्मा आफू छ दिदी पूजा पनि गरी भइसक्यो धुप पनि जलायो अनि नरिवल पनि फुटायो अब हामी चाहिँ फोटो खिच्छु फोटो भिडियो अब केटी भइसक्यो खिच्नै पर्यो अब फोटो खिच्नलाई सब ज्याकेट फुगालेर आमो दुईजना चाहिँ यहाँ मिठाई खोज्दै इन्जोय गरेर गयो ल यादमा अनि सुरत ल अब हामी चाहिँ परेवालाई दाना दिन जाने हो ल दियो बेसीले दाना देऊ परेवालाई हो देऊ दिदेऊ बेसी देऊ न किलो माम देऊ अन द स्पोट टिकटक दुईजना टिकटक फ्यानहरू दुईजनै दुईजना ममा यहाँ फोटो खिच्दैछ दुईजना अन द स्पोट टिकटक 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 गरी पूजा पनि गरी भइसक्यो अब हामी चाहिँ फर्किन लाग्यो बच्चा गाउँ भइसक्यो बोकेर हिँड्नुपर्छ हेर्नुहोस् अब हामी चाहिँ तलको बाटो देखाउनुहोस् गाइज मम्माहरू चाहिँ टिकटकको लागि प्र्याक्टिस गर्दैछ दुईजना यस्तो मजाले बसेछ यहाँ लगेपछि टु गर्न छिरो ग्रेसी ग्रेसी र मम्मा त तोरो फुल आँट्दै खरायो आफ्नो धुन ओ जाम गाइज यो ग्रेसी र ग्रेसीले गर्नु गरे हामी यहाँ पार्कमा पनि टिकटक बनायो फोटोहरू खिचियो अनि अब हामी चाहिँ थकाली भात खान जाने हो हजुरलाई थकालीमा गएर भेट्ने छु गाइज स्टे ट्युन यहाँ बस्ने र थाकेर जाने क्या यहाँ पुगोहरू दोहोरो धेरै मासीहरू दोहोरो बोकिया सबैले खानाले हामी यहाँ मन्त्र थालीमा भात खान आइसक्यो बहिनीहरू चाहिँ मम्माहरू चाहिँ बसमा आउँदैछ म त्यसपछि चाहिँ हामी स्कुटरमा आएको हामी चाहिँ आइपुग्यो थाली भात खानाहरू पनि आइपुग्यो बसबाट अब हामी चाहिँ खाना खान सुरु गर्छौँ खानाको इन्तजारमा सबैजना कतिको भोग लाग्योमा आमा पखामा पखे भोग्ला थिएन खाना गर्ल यो गरम सबैको भात आइसक्यो सुरु सुरु भन्नु बेबी छोरी माम छोरी माम ऊ दिदीले खायो है गाइस ग्रेसीले हालेर हामी खायो
Kaya kayo tayo. Bida berdua. Bida Gak ambil lagi. Dia jadi ini mesti kursannya pada. Tuh, tuh. Ah, iya. Yang mana? Victor. गाइज मलाई चाहिँ एकदम धेरै थप्यो खाइ पनि सक्यो सबै भ्यायो त्यस्तोको चाहिँ यति मोमोहरू चाहिँ खाँदैछ मोमो सानो र मलाई चाहिँ भ्यायो मासु खाँदैछ हाम्रो क्रिस्टी चाहिँ मोमो खाने अरे मोमो मेरो छोरी चाहिँ पापड र काँक्रो मात्रै खाने अरे फिनिस हजुर गाइज हामी खाइसक्यो बिल पनि पे गर्यो अब हामी घरतिर जान्छु Bye bye.